कस्तो हुनुहुन्छ त? आज हामीहरू यस भिडियोमा सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट नामको विषयको जुन चाहिँ बिएससी सिएसआइटी र कम्प्युटर इन्जिनियरिङमा पढाइ हुन्छ हो त्यसको एउटा महत्त्वपूर्ण न्युमेरिकल गर्न गइरहेका छौँ जसको नाम हो अर्न भ्यालु एनालाइसिस हो। हामी चाहिँ अर्न भ्यालु एनालाइसिसको न्युमेरिकल गर्न गइरहेका छौँ है, ध्यान दिएर हेर्नु होला। अब न्युमेरिकल यस्तो छ है, 2080 सालमा सोधेको सिएसआइटीमा। परफर्म अर्न भ्यालु एनालाइसिस अफ द गिभन प्रोजेक्ट एक्टिभिटी एबीसीडी ड्युरेसन डेज 6684 प्रिसिडेन्स बिडेई है, एबीबी कोस्ट डेज रुपिजमा छ 100 100 200 300 द प्रोग्रेस आफ्टर द इन्ड अफ 16 days इच एज फलो एक्टिभिटी एबीसीडी पर्सेन्टेज कम्प्लिटेसन 100 100 25 50 इन्कर्ड कोस्ट 800 400 500 400। अब हामीले के पत्ता लगाउनु पर्छ भने चाहिँ क्यालकुलेट एसबी एसपीआई सिबी एन्ड सिपिआई रेस्पेक्टिभली हो। यो महत्त्वपूर्ण न्युमेरिकल हो है, ट्युमा सोध्छ होइन, बिएससी सिएसआइटीको 7 सेमको त्यो लास्ट टर्मिनलमा सोध्छ। कम्प्युटर इन्जिनियरिङमा पनि पढाइ हुन्छ होला, त्यसमा पनि कहाँ भन्दाखेरि विषयमा पनि पढाइ हुन्छ। ल त्यसको समाधानको छलफल गरौँ होइन। कुराकानी गर्दाखेरि एक्टिभिटी लेख्नु होला एबीसीडी ड्युरेसन डेज 6684 प्रेसिडेन्ट्स एबीबी कोस्ट डेज रुपिज 100 100 200 300 रुपियाँ है। अब टोटल कोस्ट भन्नाले कति हो, ड्युरेसन इन्टु कोस्ट डेज हुन्छ नि त, ड्युरेसन डेज इन्टु कोस्ट डेज हुन्छ नि त। त्यसपछि कुराकानी गर्दाखेरि 600 कसरी आयो, 6 इन्टु 100 600 भयो, अनि त्यसको पनि 6 इन्टु 100 600 भयो, 8 इन्टु 200 1600 भयो। अब 300 इन्टु 4 भनेको छ भने 1200 भयो। अब ठुलो छ है, हेर्नुहोस्। अब यस अब्जर्भेसन टेबलमा हामीले के बुझ्नुपर्छ भन्दाखेरि एक्टिभिटी एबीसीडी इन्कर्ड कोस्ट एसीडब्ल्युपी 800 400 500 400 कति आयो, यति सबैलाई सम गर्दा कति हुन्छ 2100 आयो नि त। 800 400 500 400। अब कुरा बीसीडब्ल्युपी कसरी निकाल्ने त, त्यसको फर्मुला के हो, टोटल कोस्ट इन्टु पर्सेन्टेज कम्प्लिटेसन हो नि त। अब बीसीडब्ल्युपी को कुराकानी गर्दाखेरि बीसीडब्ल्युपी है, बीसीडब्ल्युपी को टोटल कोस्ट इन्टु कम्पिटेसन भनेको यिनीहरू भयो भनौँ न, 100 100 25 50 टोटल कोस्ट भनेको 600 भयो, 600 1600 300। त्यसलाई र त्यसलाई यसलाई मल्टिप्लाई गर्नु पर्यो। अब यसलाई र यसलाई मल्टिप्लाई गर्दा कति आउँछ हेर्नुहोस् त, 600 इन्टु 100% कति हुन्छ 600 भयो, कम्प्लिटेसन है पर्सेन्टेजमा छ। 600 इन्टु 100% कति भयो 600 भयो, 600 इन्टु 25% कति भयो 400 भयो, 1200 इन्टु 50% कति भयो 600। अब त्यसलाई जोड गर्दाखेरि बीसीडब्ल्युपीलाई होइन टोटल गर्दाखेरि कति आउँछ त 600 600 400 600 भन्नाले 2200। अब बीसीडब्ल्युएस चाहिँ कसरी पत्ता लगाउने त, बीसीडब्ल्युएस भनेको त्यही 600 लेखिदिनुहोस्, त्यसमा पनि त्यही 600 नै लेख्नुपर्छ होइन, त्यसमा पनि 400 नै लेख्नु पर्यो। अब यो डीमा चाहिँ होइन, त्यो टोटल कोस्टको लास्टको कति छ 1200 हुन्छ नि त हो। त्यो 1200 र जम्मा कति एक्टिभिटी छ, एन भनेको नम्बर अफ एक्टिभिटी, 1200 डिभाइडेड बाई 4 कति हुन्छ 300 हो नि त। एक्टिभिटी भनेको 4टा हुनु पऱ्यो र टोटल कोस्टको अन्तिम डीमा के छ 1200 छ नि त, टोटल कोस्टको अन्तिम डीमा 1200 छ नि त हो। त्यसलाई बीसीडब्ल्युएसलाई सम गर्दाखेरि 1900 आउँछ क्या। अब यिनीहरू सजिलो छ, तपाईँहरू बुझ्नुहुन्छ। अब सिबी भनेको छ भने बीसीडब्ल्युपी माइनस एसीडब्ल्युपी 600 माइनस 800 इजिकल टु माइनस 200 हुन्छ, 600 माइनस 400 इजिकल टु 200 हुन्छ, 400 माइनस 500 है, 400 माइनस 500 इजिकल टु 100 माइनस 100 हुन्छ सरी। अब 600 माइनस 400 भनेको छ भने 200 हुन्छ। अब त्यसलाई सम गर्दाखेरि कति आउँछ त, माइनस 200 माइनस
सरी माइनस 200 200 माइनस 100 20 200 माइनस 100 सरी 200 त्यसलाई टोटल गर्दाखेरि त्यसको उत्तर परिणाम 100 आउँछ। अब एसबी को कुरा गरौँ। अब एसबी को फर्मुला के हो बीसीडब्ल्युपी माइनस बीसीडब्ल्युएस हुन्छ नि त। अब 600 माइनस 600 भनेको शून्य भइहाल्यो, 600 माइनस 600 भनेको पनि शून्य भइहाल्यो। बीसीडब्ल्युपी माइनस बीसीडब्ल्युएस है। अब 400 माइनस 400 भनेको पनि शून्य भइहाल्यो। बीसीडब्ल्युएस त्यसपछि 600 माइनस 300 बीसीडब्ल्युएस 600 माइनस 300 बीसीडब्ल्युएस 600 माइनस 300 त्यही 1200 डिभाइडेड 4 भनेरलाई 300 भयो। अब त्यसलाई टोटल गर्दाखेरि कति आउँछ त 600 माइनस 600 600 माइनस 600 400 माइनस 400 600 माइनस 300 टोटल गर्दाखेरि त्यसको उत्तर 300 आउने हो। अब एसपीआई भन्नाले बीसीडब्ल्युपी माइनस बीसीडब्ल्युएस 600 डिभाइडेड बाई 600 भनेको 1 हुन्छ बीसीडब्ल्युपी माइनस बीसीडब्ल्युएस है। 600 डिभाइडेड बाई 600 भनेको चाहिँ 1 हुन्छ, 400 डिभाइडेड बाई 400 भनेको चाहिँ 1 हुन्छ, 600 डिभाइडेड बाई 300 भनेको चाहिँ 2 हुन्छ। अब त्यसलाई जम्मा गर्दाखेरि 1 प्लस 1 प्लस 2 कति 1 प्लस 1 प्लस 1 प्लस 2 भन्नाले कति हुन्छ 5 भयो। अब कुराकानी गर्दाखेरि हामीले त्यसको कन्क्लुजन लेख्यौँ है। त्यसको कन्क्लुजन हामीले लेख्नुपर्छ। हेन्स द भ्यालु अफ एसबी भनेको छ भने 300 भयो। हेन्स द भ्यालु अफ एसपीआई भनेको छ भने 5 भयो। हेन्स द भ्यालु अफ सिबी भनेको छ भने 100 भयो। हेन्स द भ्यालु अफ सिपिआई भनेको छ भने 4.6 रेस्पेक्टिभली भयो। अब हामीले त ज्ञान चार्ट पनि बनाउनुपर्छ। एक्जाममा सोच्छ ज्ञान चार्ट पनि बनाउनु पर्यो, लेख्नु पर्यो, कोर्नु पर्यो हैन। अब ज्ञान चार्ट बनाउँदाखेरि एक्टिभिटी एबीसीडी अब यहाँ तन्नै छ क्या, ड्युरेसन तन्नै छ क्या। अब ए 6 सम्म कसरी जोडियो त ए भनेको ड्युरेसन भनेको छ डेज हुन्छ नि त 6 यसरी जोडियो। अब बी यहाँदेखि जोडिनु भएन, ए जहाँसम्म छ जहाँसम्म जोडिएको छ 6 छ नि 6 देखि सुरु गर्नु पर्यो क्या। बी भनेको छ भने कति छ 6 प्लस 6 भनेको कति हो 12 भयो 12 भयो हैन। त्यसपछि सी को कुरा गरे अब 12 देखि सुरु गर्नु पर्यो क्या। सी चाहिँ कतिसम्म छ सी भनेको 8 12 प्लस 8 कति हुन्छ 20 भयो हैन। त्यसपछि डी को कुरा गरौँ। अब डी पर्खिनुस् है, डी भनेको 4 छ, डी भनेको 12 छ नि त, डी भनेको 12 1 2 3 4 भन्दा 16 भयो। त्यसपछि प्रोजेक्ट कति दिनमा सकिनु पर्यो डी अन्तिम कहाँसम्म जोडिएको छ त्यही हो हैन, बुझ्नुहुन्छ होला। डी नै अन्तिम भन्दा हुन्छ हैन। हामीले त्यसमा डीलाई नै अन्तिम सम्झिनुपर्छ, अरू कुनै विकल्प हुँदैन हैन। अनि तपाईले यो गरिदिनुस् अनि रिपोर्ट डेट 16 डेज भनेर लेखिदिनुस् अनि त्यसलाई क्रस गरिदिनुस्, त्यही हो हैन। एकचोटि म छर्लङ्ग देखाइदिन्छु हेर्नुस् न्युमेरिकल यस्तो छ हैन। यस्तो राम्रो छ न्युमेरिकल टोटल टु डेट है। त्यसको कन्क्लुजनहरु भयो। तपाईले यो ज्ञान चार्ट बुझिहाल्नुहुन्छ, त्यति गाह्रो पनि छैन, त्यति अप्ठ्यारो पनि छैन, बुझिने तरिकाले नै लेखिएको छ, अप्ठ्यारो हुँदैन हैन। आजको लागि यति हजुरहरुलाई यो भिडियो मन पर्यो भने समर्थन गरिदिनु होला, लाइक शेयर सब्स्क्राइब कमेन्ट पनि गरिदिन नबिर्सिनु होला। हजुरसँग मेरो भेट अब अर्को भिडियोमा हुन्छ है।